हेलो नमस्ते एन्ड वेलकम ब्याक माई न्यू ब्लग आई होप तपाईँहरू सम्पूर्णलाई सन्चै होला मलाई पनि एकदम फ्री एन्ड फाइन पनि एकदम गुड सुसो गाइस त्यही होइन तपाईँहरूले चाहिँ के गर्नु पऱ्यो भनेदेखि नि मिस्टर बेबी ब्लगलाई चाहिँ चाँडोभन्दा चाँडो सपोर्ट गर्नु पऱ्यो क्या होइन सपोर्ट गर्नु पऱ्यो अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ ठोकेको गर्नु पऱ्यो होइन किनभने ठोक्नु पऱ्यो भनेदेखि नि तपाईँलाई जति लाइक कमेन्ट सेयर सब्सक्राइब ठोक्यो कि त्यति नै मलाई भिडियो बनाउनु मन लाग्छ जोस चल्छ जङ्गल चल्छ अनि पो आउँछ त मजा गाइस सो त्यही हो होइन आज पनि जोस अनि जाँगरको साथमा भिडियो बनाउने कोसिस गरिरहेको छु सो अब बाटोतिर भेटौँ न है त सो फाइनली गाइस अहिले चाहिँ म चाहिँ बिच बाटोमा आइसकेको छु होइन अलिक ढिलो भयो क्या उता गाउँको बिचमा एकछिन भलिबल खेलेर बसेको छु ढिलो भएको मेरो हालत पनि यस्तो भयो खुट्टा गला त्यस्तो भइरहेछ के गर्नु त्यस्तै हो सो अहिले चाहिँ म बिचको बाटोमा आइसकेको छु अब कति लाग्छ यहाँबाट चाहिँ 30 मिनट जति लाग्छ होला जस्तोबाट चाहिँ पुगिन्छ त्यहाँसम्म चाहिँ जसरी नै पुग्ने हो जति ढिलो भयो भने जे भयो भने पुग्ने छु गाइस त्यही हो यहाँबाट चाहिँ उता कोडनामको जाने बाटो हो भने यता भनेको सैमल भाडा आउने खलडुङ्गा बाटो आउने बाटो हो यता आउँदो भनेको यता सिर्से अनि खै डाँडा यता के भन्छ त्यो बाटो होइन यहाँबाट चाहिँ धेरै भ्यू देखिन्छ मेरो घर चाहिँ यतातिरबाट भन्नुपर्छ त्यो सिधा आउँदो गइने हो त्यो गाइस अब के हुन्छ तपाईँलाई म देखाउँदा जाने चाहिँ यो बाटो कालो लाग्नु पर्ने हुन्छ यो बाटो यस्तो अप्ठ्यारो चाहिँ अलिक डर भयो नि के गर्नु यस्तै छ गाउँघरको बाटो यस्तै छ के गर्ने बानी पनि पर्छ अब त्यहीँ गाइस म चाहिँ यहाँ एउटा चौताराको छेउमा आइपुगिसकेको छु यहाँबाट तल गाउँको पनि देखिरहेको थियो एकैछिनमा छुपिहाल्छ यार यो चौतारामा एकछिन बिसाउनु पर्ने हुन्छ अनि मात्रै लाग्नु पर्ने हुन्छ फेरि उकालो नै कति कालो अनि एकछिन बिसाउदिउँ है त नि यो ढुङ्गा बस्दिउँ बिसाइदिउँ फाइनल गाइस म चाहिँ यहाँनिर आइसक्यौँ त्यहाँनिर थोरै अलिकति त्यो पछाडि अलिअलि कोर्नु गाउँ देखिरहेछ त्यहाँनिर सिपी झर्ना पनि देखिरहेछ त्यस्तै हो यार यता नि कोदो हुँदो रहेछ कोदो पाकेर कोदो रहेछ तर खासै तलतिर जस्तो नफल्दो रहेछ कोदो चिरेको चाहिँ त्यो गाइस तल एकछिन 5 मिनट जति रेस्ट छड्यौँ अनि चाहिँ म फेरि उकालो हिँडेको अब धेरै छैन फेरि पुग्नुपर्ने हो त्यहाँनिर देखिरहेछ नि त देखेको छैन क्या हो त्यहाँनिर देखेको ठाउँमा पुग्नुपर्ने हो त्यही हो गाइस सो म तपाईँहरूलाई हामी सानो पढेको स्कुल पनि देखाउँछु ल त्यहाँनिर हो कि त्यो बाटो वर्ष सो त्यहाँनिर स्कुल पनि देखाउनेछु त्यही हो हामी यही बाटो जान्थ्यौँ पहिला स्कुलमा जाने बेला फाइनली गाइस अब चाहिँ म चाहिँ स्कुलमा पुग्नु लागिसकेँ ल त्यही हो होइन यहाँनिर यस्तो भइसकेको छ यार पहिला कस्तो यहाँनिर चढ्थ्यो अनि हामी कस्तो खेल्थ्यौँ कति कुस्ती खेल्थ्यौँ कति हाँस्थ्यौँ कति रमाउँथ्यौँ होइन अहिले त यो त पुरा जङ्गल भइसकेको छ यार के गर्नु यसो हेर्दा पहिलाको यादहरू आउने रहेछ त्यही हो अब अहिले यता भनेको अब याद मात्रै बाँकी रहेछ क्या के गर्नु त अहिले चाहिँ स्कुल अहिले स्कुल कस्तो अर्कै सिस्टममा थियो भने अहिले चाहिँ बिल्डिङवाला स्कुल भइसकेको छ स्कुल बिल्डिङवाला स्कुल भइसकेको छ अहिले चाहिँ पुरानो हो त्यो चाहिँ पुरानो हो पहिलाको स्कुल हो स्कुलमा आएर पनि पुरानो यादहरू आयो श्री बिन्दावासिनी आधारभूत विद्यालय बिल्डिङ मिल्छ चढ्न मिल्छ कि यार चढ्न मिल्छ भने चढ्दिनु त कुद्दिउँ एकछिन कस्तो मजा आउँदो रहेछ यार कस्तो मजा आउँदो रहेछ गाइस यो मिल्दैन सदा भन्दो रहेछ भन्दो रहेछ यति मात्रै रहेछ
फाइनली गाइस अब चाहिँ धेरै छैन ल पुग्नुपर्ने डेस्टिनेसन हो त्यो टावर देखिरहेको छ नि हो त्यहाँनिर हो अब यताबाट सिधा गयो भने चाहिँ टक्क पुग्ने हो क्या सो फाइनली गाइस यहाँ चाहिँ एउटा घर पनि रहेछ होइन तर यो घर चाहिँ कसको हो भन्दा चाहिँ हाम्रै गाउँको मान्छेको सो यहाँनिर घर पनि रहेछ अब चाहिँ धेरै छैन र ऊ कता हो देख्नु पऱ्यो यार यहाँबाट त त्यही हो घर पनि रहेछ त्यस्तै हो तलबाट त चाहिँ लास्टै थाक्दो रहेछ यार के गर्नु हो अब के यो 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 कति अग्लो कति फिट होला त यो म्यासल अग्लो त लास्टै अग्लो रहेछ यार मलाई 1 घन्टा लाग्यो यार केही छैन 1 घन्टा लागेन 2 घन्टा लागेन होइन जति नै थाकेँ नि माया सबभन्दा डेस्टिनेसन आएपछि मन शान्त मन आनन्द हुन्छ कि होइन हेर न यार यता कस्तो कस्तो दृश्य देखिन्छ मन आनन्द भयो यार मलाई सारा मेरो थकान मेट्यो त्यही हो गाइस एउटा चाहिँ कहाँ हो भन्दा ओखलढुङ्गा जिल्ला मोदङ गाउँपालिका 8 रङ्गदीपको नामबाट सिधा माथि आएर बिलको ढाडामा पर्छ सो त्यही हो गाइस यहाँबाट चाहिँ धेरै ठाउँको दृश्य पनि हेर्न सक्नुहुनेछ क्या हेर्नुहोस् नि चाहिँ टावर त देख्नुभयो त नि कति अग्लो रहेछ आमामामा कति अग्लो रे क्या होइन ऊ त्यहाँनिर चाहिँ एउटा घर पनि एउटा होइन दुइटै रहेछ यार त्यो मान्छे नि घुमिरहेको रहेछ फेरि मान्छे भने चाहिँ मलाई लाज लाग्छ कि किन हो यार छ्या मान्छेको अगाडि ब्लग बनाउने मलाई लास्टै चाहिँ गाइस म चाहिँ टावर डाँडाको टावरको मुनि बसिरहेको छु र तर टावरमा चाहिँ आयो तर कुन टावर हो कुन के को टावर हो भनेर केही थाहा छैन कि यार यस्तो नि हुन्छ एउटा थाहा भएको साथी भएको भए झन् कति मजा आउँथ्यो होला यार साथी किन गर्लफ्रेन्ड नै नभएको भए त झनै मजा आउँथ्यो नि के गर्ने यार गर्लफ्रेन्ड चाहिँ बेलैमा बनाउनु पर्ने रहेछ यार यस्तो ठाउँमा आउने बेला टक्क बोलायो भने होइन आउँथ्यो होला नि त नि भएको भए त के गर्नु गर्लफ्रेन्ड चाहिँ होइन कता छ हो मेरो बुढी मेरो गर्लफ्रेन्ड तिमी छिटो आउनु पऱ्यो यार म त एक्लै छु त यहाँनिर एउटा डाँडामा हेर न यार तिम्रो बुढा एक्लै भएको कसरी हिँड्न सक्छौ तिमी कता छौ तिमी कता छौ यो माथितिर छौ कि त्यतातिर छौ कि कता कि आकाशमा छौ जहाँ भए पनि छिटो आउनु पर्यो म एक्लो छु यहाँ एक्लो मान्छे यहाँनिर आएर यसरी ब्लग बनाउँदैछु तिमी पनि भएको भए त केही सपोर्ट त हुन्थ्यो होला नि मेरो ब्लगमा होइन त्यो गाइज के गर्नु पठाइदिएनन् म त रुन्छु होला रुन्छु मलाई गर्लफ्रेन्ड पठाइदियो म एक्लो छु यहाँनिर सो गाइस कुरो भनेको त्यस्तै हो गर्लफ्रेन्डको कुरा छोडिदिउँ अब यहाँनिर भनेको त्यस्तै हो यहाँनिर चाहिँ अहिले चाहिँ कस्तो जाडो फिल भइरहेको छ यार यो डाँडामा किनकि यहाँ अलिक लेख्ने पर्ने रहेछ नि त हाम्रो गाउँतिर भन्दा अलिक लेख्ने पर्छ नि त्यही भएर हेर न माथितिर कुहिरो कस्तो ढामक्क लगाइरहेछ यार आकाशतिर नि कुहिरो ढामक्कै लगाइरहेछ यहाँबाट उता ओखलढुङ्गा सदरमुकाम देखिँदो रहेछ यार उतै होइन त्यहाँनिर ओखलढुङ्गा सदरमुकाम त्यही हो ए माया के भयो ओहो नि यार यहाँनिर फुल पनि भेट्यो मैले त हेर फुल पनि भेटेँ नि मैले फुल पनि भेटेँ यो चाहिँ कानमा सिउरिनु पऱ्यो यो फुल चाहिँ सिउरिदिउँ कि कानैमा हो कि ए मेरो हजुर सो फाइनली गाइज यहाँको नि धेरै भइसकेको रहेछ अब चाहिँ भने फर्किनु पर्ने कुरा आउँछ किनकि यहाँ धेरै बस्नु हुँदैन कि फेरि अहिले रात पऱ्यो भने फेरि यहाँ अँध्यारोमा कसरी जाने यार त्यही हो सो गाइज म यति भन्दै आजको ब्लग चाहिँ एन्ड गर्न चाहन्छु सो भोलि अर्को ब्लगको साथमा भेट्ने बाटोसहित आजको लागि बिदा माग्न चाहन्छु होइन ब्लग इन्डिङ गर्न चाहन्छु ब्लग इन्डिङ गर्नुभन्दा अगाडि म के गर्न चाहन्छु भने मेरो मिस्टर बेबी च्यानललाई सब्सक्राइब अनि साथ सपोर्ट गर्नु चाहिँ नबिर्सिनु होला है आजको लागि यही भिडियो अन्त्य गर्न चाहन्छु बाई जे नेपाल।